चाहिँ हाम्रो दिदी मामा शाखा केवाइसीले आज चाहिँ दिदी मामाको स्वागतको लागि हाम्रो मोहनसिंह मामा हाम्रो अध्यक्षबाट चाहिँ केही भइरहेछ यहाँ अर्को घरमा। म चाहिँ उहाँलाई अहिले सघाइरहेको छु। म केवाइसी शाखा क्यान्टरबरीको कलाकार हो। हाम्रो मामाले नै बनाउनु भएको मलाई। यहाँ चाहिँ आज बृहत रूपमा चाहिँ अब वेलकमिङ छ हैन मामा? हाम्रो मामा आज निकै खटिराख्नु भएको छ आज स्टार्टिङदेखि। चाहिँ अब जेस मामालाई अहिले सघाइरहेको छु। म चाहिँ जेस मामाको हल्का हेल्पिङ आज मामाले स्टार्टिङदेखि दिइराख्नु भएको छ। हाम्रो केवाइसी क्यान्टरबरी शाखाका अध्यक्ष हाम्रो मामा मोहन मास्टरज्यू एकदम उहाँ चाहिँ अग्रसर रूपमा हाम्रो क्यान्टरबरीलाई चाहिँ अगाडि बढाइराख्नु छ। खुसी लाग्छ। आज हाम्रो दिदी धनबहादुर हाम्रो मामा धनबहादुर जबेको आज चाहिँ उहाँलाई चाहिँ यहाँ केही वेलकमिङ गरिराख्नु भएको छ हाम्रो क्यान्टरबरी शाखा अध्यक्षज्यूबाट। अन्त तपाईँहरूले छोटो यो ब्लग देखाउँदै आजको नेक्स्ट ब्लग चाहिँ हामी नेक्स्ट बारे बेलामा गर्ने नै छौँ भन्दै आजको ब्लगबाट म बिदा लिन चाहन्छु। थ्याङ्क यू सो मच। विशेष हाम्रो मामा धेरै खटिराख्नु छ। थ्याङ्क यू सो मच।